Namaste everyone, it's myself Sudeep Sani from grade 8 and I am very glad to sit here and ask questions to our dear venerable sirs. I am very thankful to our principal sir, vice principal sir and teachers to organize this beautiful program. Thank you. एरिका तिवारी म कक्षा 8 मा पढ्छु। आजको यो प्रोग्राममा सहभागिता हुन पाउँदा म एकदमै खुसी छु। Who was Gautam Buddha? हाम्रो नेपाली सुन्न आमा बाबाबाट जन्मेको एउटा हाम्रो नेपालको सुपर डुपर को हाम्रो नेपालको छोरा। परिवार छोडेर सत्यको खोजीमा जान प्रेरणा कसरी मिल्यो भनिदिनुस् न भन्थेज्यू। मुक्ति पाउन के गर्नुपर्छ भन्ने मार्गदर्शन गर्न लागि चाहिँ उहाँलाई चाहिँ त्यसपछि मात्रै आफ्नै शरीरमा देखेर आफ्नै जुन के भन्छ जीवनमा देखेर चाहिँ उहाँलाई एकदम मनमा खिन्न भएर चाहिँ त्यसपछि चाहिँ उहाँलाई दरबार छोडेर त्यसको मार्ग खोजीको लागि चाहिँ उहाँलाई त्यसरी आफैले आफूले प्रसन्न भएको भन्ने बुझिन्छ। Venerable sir, how did Siddhartha become the Buddha and what is enlightenment? चाहिने सुखी गर्ने दुखी उठाउन नचाहिने दुखी गर्ने सुखीको कारण बल्ले क्वेशनको एन्सर क्वेशन बोकेर राजदरबार छोडेर भयो त्यसको एन्सर कटोरी पायो त्यो दिनमा चाहिँ के भयो बुद्ध इन्लाइटमेन्ट। बुद्धको शिक्षालाई हाम्रो दैनिक जीवनमा कसरी अनुसरण गर्न सक्छौँ भनिदिनु न भन्थेज्यू। बिहान उठ्नेदेखि बेलुका सुत्ने बेलासम्म आफ्नो बुवा आमा भयो आफैले शिक्षा अध्ययन गर्ने स्कुल भयो हामीलाई शिक्षा दिने सरहरू भयो सबैलाई सदैव हामीले सदाराममा राम्रो सोच राख्नुपर्छ, राम्रो विचार राख्नुपर्छ, रेस्पेक्ट गर्नुपर्छ। त्यो भनेको के भन्छ यो हुने बिरुवाको चिप्लोपात भन्छ नि त्यस्तै यहाँहरूले त्यस्तो राख्यो भने चाहिँ बुढा आमाहरू तपाईँहरू प्यारो हुनुहुन्छ। साधु साधु उहाँ त्यसको मतलब के हो भनिदिनु होला। हामीबाट साधु साधु भन्यो भने त्यसलाई हामीले अनुमोदन गरेको होइन। त्यो भनेको के हुन्छ भने जुन साधुले गरेको पुण्य छ त्यो पुण्यका लाभ चाहिँ तपाईँलाई पनि हुन्छ। बुद्धको मृत्यु कसरी भएको अनि कहाँ भएको? यति ज्ञान ठुलो मान्छेको एक दिनमा छ त्यो देखाउनको लागि खुसी नगर्नु।